गुड मर्निङ फ्रम बुटोवल है यो बस स्टक हाम्रो बस स्टक आएर चाहिँ हामी चाहिँ एकछिनमा चाहिँ यहाँबाट चाहिँ गाडी हिँड्दैछ गाडी चाहिँ रेडी छ हाम्रो है अहिले चाहिँ हामी रेडी अवस्थामा छौँ चाहिँ यो चाहिँ गाउँ जानको लागि है यो चाहिँ हाम्रो बुटोल बस स्टक नयाँ बस स्टक है आज एभ्रिथिङ सबै ठिकै छ अहिलेसम्म होइन अब चाहिँ एकछिन पछिमा चाहिँ हामी गाडी हिँड्नेवाला छ सबै यहाँ चाहिँ गाडी छ माझ मेरो सामान प्याक गरिदिन्छु We will meet very soon. अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे मन मिल्ने मान्छे भेट्दा मन मिल्ने हामी चाहिँ घरतिर आइसक्यो है अब बुवाहरूसँग मजाले बस्दैछ नि गाउँतिर चाहिँ लागिसक्यो म चाहिँ है मजाको भ्यू छ यो हाम्रो बुटोलको हस्टेल है सर ल्याएर अब मेरो आमालाई चाहिँ थाहा छैन कि म घर आउँदैछु भनेर है र बाउलाई कसैलाई पनि थाहा छैन फोन गरेर म झुक्काउँछु है त स्क्याम हान्नु पऱ्यो बाउ आमालाई चाहिँ आज मेरो आमा आवाज अलिक बेसी नै हाने जस्तो छ हाम्रो ट्राइब चौक हामी चाहिँ मेरो आमा प्रेसिडेन्ट भनेको चाहिँ मेरो आमा है ग्यास फोन हाल्दैछ स्क्याम पनि यति सर अनि खासमा 15-16मा जान्छु भनेको आज चाहिँ म 12-13 गते नि 13-14 गते नि हिँड्दै है 15 हेलो म ठिक छु आमा के गर्दै हुनुहुन्छ कहाँ ए हो र बखै त हो र ए खानासाना खानुभयो बिहान आएर हिँड्ने क्या ए हो र जुली के गर्दैछ ए के भन्छ अरे म त आउनु पाएन नि छुट्टी मिलेन सामान चाहिँ पठाइदिन्छु आज पठाइदिन्छु सामान त म नआउने किन नआउने हुन्छ सामान त आउँछ त घर नाइ म त नआउने भयो आमा म नआए नि के हुन्न होला नि म यहाँ आउनुपर्छ भन्ने छ म यहाँ आउनुपर्छ भन्ने छ र ल ल मैले सामान चाहिँ मामासँग पठाइदिन्छु ड्राइभर मामासँग पठाइदिन्छु मैले घर आउँछु ल त्यहाँ लिनु न रिसिभ गर्नु है त्यही घर तल छोडिदिन्छु त्यही छोडिदिनु भन्ने छु त्यही छोडिदिनु हुन्छ होला सायद आज फर्किने हुँदो रहेछ त्यही पठाइदिन्छु सामान के आउँछ घर त्यही खोलेर हेर्नु न सबै के सामान हुने हो र राम्रोसँग ऱ्याप गरेर पठाइदिन्छु राम्रोसँग प्याकिङ गरेर पठाइदिन्छु के ल हुन्छ आमा ल म नआउने भयो क्या ल ल ल के त्यही ल हुन्छ आमा राखेँ मैले म ड्युटी जानु लाग्यो अब
ल हुन्छ हजुर भन्नु न ए त्यो पनि सँगै छ क्या मामाले दिनुहुन्छ ल ल म त थाहा छैन फोन गर्छु नि आउने बेलामा ल हुन्छ ल म नआउँदैन हुन्छ होइन ल हुन्छ आमा ल सानो पठाइदिन्छु कि मैले के पठाइदिन्छु कि सबै पठाइदिन्छु ल ल आमा राखेँ ल फाइनल ग्यास अब आमालाई नि झुक्कायो थाहा थिएन कि आउँछु भनेर अब घर फेरि के गरेर चाहिँ हेर्नुपर्छ के छ स्थिति घरमा फेरि पनि ब्याक भइसकेको छ म है र त्यो हाम्रो जोरधारा यो चाहिँ हाम्रो बटुकको फेमस बटुक र यहाँ के भन्छ यो पकौडाको चाहिँ फेमस ठाउँ हो यो चाहिँ है तपाईँलाई क्यामेराको त्यस्तो गाह्रो भयो होला है तपाईँलाई देखाइदिन्छु यहाँ चाहिँ के छ भनेर हामी चाहिँ यता छौँ हाम्रो गाडी चाहिँ यता है सरलाई म तपाईँलाई यहाँ चाहिँ फुटो देखाइदिन्छु ओ वाउ हाम्रो फ्राइड फिस लोकल रहेछ यो फ्रेस फिस यहाँ चाहिँ यसरी ब्याटरमा बन्द रहेछ यताबाट फिस फ्राइड गरेर चाहिँ बवाल बन्द रहेछ नाइस मन पऱ्यो होला सायद गाइस यहाँ हाम्रो आलुदम हो क्या दिदी यो दिदी आलुदम हो यो हो नाइस यो चाहिँ आलुदम यो चुकौनी यो चना मसला यो बोइलेग होइन त्यो ललिपप हाम्रो सेल चाहिँ बवाल हाम्रो बटुक र पकौडा चाहिँ फेमस यहाँको है हाम्रो चाहिँ पकौडा यो फ्रेस यो हाम्रो चाहिँ यो के भन्छ यसको नाम दाउरामा चुलामा पकाएको यो चाहिँ है हाम्रो पकौडा यो बटुक चाहिँ फेमस छ भन्छ यहाँ है मिलाएर चाहिँ खानुपर्छ चाख्नुपर्छ सो ठाउँ यही नै हो गाइस कहिले क्या यस्तो पाहाडतिर जाने बेलामा चाहिँ यो ठाउँ चाहिँ भिजिट गर्नुपर्छ यो ठ्याक्कै लोकेसन भन्दाखेरि चाहिँ जोरधाराको के छ यो रेस्टुरेन्टको नाम के हो रेस्टुरेन्टको नाम के हो यसको रेस्टुरेन्टको नाम रहेन रहेछ के हो के छ यो रेस्टुरेन्टको नाम ल रेस्टुरेन्टको नामै रहेन रहेछ क्या है तर यो ठाउँ लोकेसन ठ्याक्कै यहाँ सो सिटन ठ्याक्कै यता नि सिटन छ यताका नि सिटन छ है ख्याल गर्नु भएन भने पनि यहाँ दाउराको चाङहरू यो 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 रहेछ यसरी चाहिँ यहाँबाट हेर्न सक्छ है यहाँबाट चाहिँ खाने छु गाइस म बिहापछि पुच्याउने छु सो राइट गाइस हामी चाहिँ अहिले पाल्पाको यो चाहिँ के भन्छ परसभन्दा नजिक छौँ माथि पाल्पाको डाँडा देखिसकेको छ यस्तो राम्रो ठाउँ सिन है माथि डाँडा देखिन्छ नि माथिको देखिन्छ पाल्पा है मैले नदेख्दो रहेछ यहाँबाट टाइम नै यस्तो राम्रो छ कि होइन अहिले चाहिँ यो प्रवासमा है यो प्रवास चाहिँ हाम्रो यो मेन गरी चाहिँ हाम्रो जिल्ला जस्तै मेरो जिल्ला गुल्मी सदरमुकाममा नसकेको बिरामी उपचारहरू चाहिँ हाम्रो त्यहाँ प्रवास जाने गरिन्छ र प्रवासबाट चाहिँ सकेन भने चाहिँ त्यहाँबाट नै बुटोल अप्सन चाहिँ दुईवटा छ पाल्पा के अरे खम्मसबाट कि त बुटोल कि त पाल्पा फेरि काठमाडौँ त्यस्तै केस भए मात्र है नत्र चाहिँ हाम्रो चाहिँ हस्टेल यहाँ छ हाम्रो
बाहिरपट्टि छ हस्टेल है। हामी यहाँबाट अब टर्न लिनेछौँ, सी टर्न लिनेछौँ। गेट चाहिँ यतापट्टि है, यहाँले यहाँ छ। यहाँ चाहिँ तपाईँलाई चाहिँ सबभन्दा महँगो भन्छ नि, सबभन्दा अप्ठ्यारो जस्तै त्यो टर्नहरू हुन्छ नि होइन, त्यो चाहिँ पाल्पाबाट बुटोल गुल्मी हुन्छ नि, त्यस्तो टाइपमा चाहिँ त्यो वेमा चाहिँ सबभन्दा गाह्रो टर्निङ चाहिँ म देखाउनु गइरहेको छु। यहाँ आउँदैछ हाम्रो टर्निङ, अगाडिपट्टि छ। हेर्नु होला कति लामो टर्निङ छ भने चाहिँ पुरै ढाडा नै क्लिप्पै हान्छ कि। हेर्नुहोस् न मजा आएर त अझै पनि टर्न आउँदैछ, अझै टर्न छ है। र डाँडा नै पुरै टर्न हुने गरिरहेछ। माथि पाल्पा देखिरहेको छ, क्यामेरामा क्याप्चर नभए पनि पाल्पा चाहिँ देखिरहेको छ, यहाँबाट आँखाले चाहिँ देखिरहेको छ। कस्तो छ हेरौँ एकचोटि है। पाल्पा बजार देखिसकेको छ यहाँबाट। पाल्पा बजार यहाँ तानसेन बजार है यो पाल्पाको। राइट गाइज, हामी चाहिँ हाम्रो घरको चाहिँ नजिक नजिक आइसकेको छ है। यो हाम्रो मायापारीदेखि डाँडाको डाँडा, यो डाँडा नि छ, डाँडामै छ घर। यहाँ हामी सानोको बेलामा चाहिँ पिङसिङ खेल्ने यो पिपलको रुख हो, बोट हो। अहिले चाहिँ मरिसकेछ कि कति पुस्ता धाने अहिले पनि है, कति पुस्ता खेल्यो। मेरो दाईहरू नि खेल्यो, मेरो बाबाहरू नि पिङ खेल्यो है। अहिले चाहिँ यस्तो भएछ। यहाँबाट चाहिँ मेरो गाउँ आउँछ सरैल टक्को घरहरू चाहिँ देखिरहेको छ सरल। यहाँदेखि चाहिँ मेरो गाउँ, मेरो घर चाहिँ देखिरहेको छ है। सबैजना यहाँ छौँ, हामी चाहिँ सबैको काम गर्छौँ। भर्खर सबैजना आएर चाहिँ केटाकेटी उठाएर है। अब यहाँ जुली देखियो। जुली हाँ होइन, त्यही भएर भोइस चेन्ज गरेको नि, जुली गरेको नि। ल हाम्रो बहिनी आएर छ। काला आएन आज, ए थाहा पाइहाल्यो यार, ए स्क्यामरले थाहा पाइदियो। ल फाइनली होम टाउन गाइज। ल भान्जा गेट आउट, कम आउट। ओइ अङ्कल नमस्कार गर। गुड हो मामा नमस्कार। हाम्रो दिदीले बिहे गर्नुभएको छैन अहिलेसम्म। ल ल म के गरौँ, तपाईँ जान्छु म त। हाम्रो मामा चाहिँ माथि चढिसक्नुपर्छ। जुली हाम्रो जुली त्यहाँबाट हेरेर छ। यो चाहिँ मेरो घर यताको। कस्तो मजाले हेर्छ जुली। उही किन कल ढाँटो ढाँट्यो भन्दैछु। यसले भनेर हो कि यसले ल अब चाहिँ सकिसक्यो। भयो दाइ ल कस्तो राम्रो आउँछ है। मेरो बेलको लागि यत्रो जना रेडी यहाँ। ओए हाम्रो दिदीले बिहे गर्नु पर्यो के? यति हो दिदी दिदी। ल थ्याङ्क यू। सो फाइनल गाइज आई मिन होम। ओ जेठाम नमस्ते। पराउ ओ सबैलाई नमस्कार है। नमस्कार भाइ लामा, नमस्कार छेमा। म बुढी लिएर आएको मैले आउँछु हो। ल नमस्कार फुपू। पुछे नमस्कार।
आराम हुनुहुन्छ ल गाइस आगे फाइनली घरभित्र चले चले Ôi tạ gu aja itu aja aja ya aja ya tak ya aku mau tekis tahu ya oh yes it's my hometown Kira pare